हेलो भेरी भेरी गुड मर्निङ एभ्रीबडी। अहिले भने चाहिँ हामी माथि रोडमा जाँदैछु हो। आजदेखि चाहिँ यहाँनिर हाम्रो अलकत्रको काम भइरहेको छ। त्यसले गर्दाखेरि कति कुराहरू हामी हेर्नुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ 200 मिटर चाहिँ अलकत्र हालिहाल्ने भन्दैछ। यस्तो भइरहेछ। यहाँ हेर्नुहोस्, सानो भए पनि छ, आउँदैछ बाटो भनेर चाहिँ अब भित्र आत्माबाटै खुसी। गाउँमा अब पक्की रोड आउनु भनेको चाहिँ अब ठुलो कुरा हो हाम्रो लागि होइन। कति वर्ष झन्डै हाम्रो आधी एजै बिताइसक्यौँ हामी त्यो रोड बेगर आफ्नो गाउँमा। र आज आउँदै गर्दाखेरि हाम्रो बाजे जुजूहरू त अब रोड गाडी नचढी उहाँहरू बित्नु भयो होइन। तर जे होस्, नाति पनातिहरू चाहिँ चढ्नु पाइयो। त्यति मात्रै नभएर गाउँमा रोड पनि आयो। अनि विशेष जसले यो योजनाहरू बनाइदिए उनीलाई पनि धेरै धेरै धन्यवाद। यो पथश्रीद्वारा भएको योजना हो, ममता ब्यानर्जीले दिएको। अनि अर्को कुरा हाम्रो जिटिए चिफ अनित थापा जसको अन्डरमा छ यो काम, उहाँलाई पनि धेरै धेरै धन्यवाद हामी दिन चाहन्छौँ। अनि जति पनि लिडरहरू छन् यहाँनिर पार्टीको क्याडरहरू, उहाँलाई पनि धन्यवाद होस्। उहाँले देखरेख गरिरहनु भएको छ हो। यस्तो भइरहेको छ। अब 200 मिटर चाहिँ पिच गरिहाल्ने भन्दैछ। किन भन्दाखेरि त्यो समस्या चाहिँ के भयो भन्दाखेरि त्यो गाडी कुद्दाखेरि त्यो मेटल सबै बिगारिहाल्दो रहेछ। हेर्नु न, चाँप फुलेको, चाँप पनि फुलिरहेको छ। त्यो मिसाली चाहिँ डाउन भइसकेको यहाँतिर एकदमै लागिसकेको। भाइ कितना आदमी आया? टोटल नया कितना आया? 9 जन। टोटल 9 जन पूरे? नया 9 जन और 5 जन तो था पहले। 6 जन एक ठो खाना बनाने वाला, उसका तो अब गलती नहीं होगा ना भाई। टोटल करके अभी 15। ठीक है जी।